माइलो बाबुले चाहिँ यहाँ माथि जमरा टेप छन् त अहिले त्यसमा छिराइदिन्छ नि त चुकुलमा निस्किन्छ पछि एकछिनमा के भइजान्छ ऊ यो चुकुलको उसमा छिराइदिन्छु छिराइदिन्छु त्यसमा जमरा नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो मैले चाहिँ आमासँग टिका पनि लगाइसकेँ प्रभु म फुटिदिन्छु माइलो बाबाहरूको अब माइल मोम र माफ्रे पाइल मोम त पुरा चस्मा लाएर बस्छ अब चाहिँ बाबाको चरण आमासँग टिका लगाउने मामुलाई हेर्नु देऊ न त्यहाँ मामुले हेर्दै हुन्छ क्या त्यहाँ भिडियो कलमा के भयो डिस्को डान्स गरेर अब कसले जमरा लगाइदिए त्यहाँनिर फोनमा जमरा लाएर मैले खै आमा दिनु नै भएन क्यारे दिनुभएको थियो हातमा थियो श्रीद हरूले चाहिँ बाबालाई लगाइदिन्छ आमाको पालो सक्यो आमाले हामी सबैजनालाई लगाइदिनु भइसक्यो पहिला चाहिँ हाम्रो दसैँमा पनि पुरै भिडभाड थियो अब त हाम्रो दसैँमा पनि हामी मात्रै हुन्छ मैले त बेलुका हुन्छ रमाइलो चुलाई टिको लाउँदै इसुले कस्तो आँखा चिम्म गरेको चाहिँ समिएको टन माइलो मोमोहरूसँग समिएको खै वेयर इज द ज्याकेट श्रीत ओ माई गॉड श्रीत को बल्ल चस्मा निस्क्यो चाहिँ माइलो बाबाले माइलो मम्मीलाई समीको र श्रीत पछाडिबाट हट्यो त बेटुहरू फोटो खिचिदिन्छु अब चाहिँ बाबाले समी घरलाई लाउने पालो आमा त पुरा भजन पढेको पढे हुनुहुन्छ दसैँको आशीर्वाद होइन लेख्छ भनेको मान्नु समीरको दक्षिणा दिइराख बाबालाई पहिला लिने अनि बल्ल दिने छोराहरूसँग ट्रेड गर्ने हो अरे फेरि श्रीतले ट्रेड चल्दा यहाँ बाबले डबल आयो त्यसले पैसा भित्र आइसकेको कति बाटो अब 100 बाटो होइन 50 को डबल 100 को आयो ज्ञानी हुनु धेरै ज्ञानी त सधैँ यस्तै ज्ञानी हुनु शान्त हुनु मेरो पाकिस्तानी कुर्ताले फेरि चालानी अब ठुलो भएपछि पनि आइरहनु सम्झिरहनु भाइलाई सधैँ माया गर्नु दिललाई सधैँ सम्झिरहनु मलाई पनि भाइ त सम्झिनु भनेको माया गर्ने मान्छे त सम्झिहाल्छ नि ल अनि अरू के आशीर्वाद दिनु थियो सबै बिर्से ल
तिमी पनि ज्ञानी नै छौ तर अझै ज्ञानी बाबालाई मम्मुलाई राख्नु सबैलाई सम्झिनु सबैको रेस्पेक्ट गर्नु ठुलोलाई आदर सानोलाई माया गर्नु बाबा मेरो आशीर्वाद जस्तो राम्रो त के भयो मेरो भाइहरू यस्तो बेटा अरू जिन्दगीमा जेसुकै होस् तर भाइहरू कहिले नबिग्रिनु रे क्या भाइहरू ज्ञानी भएको घर एकदम राम्रो हुन्छ भाइहरू बिग्रिनु भएन ल गइसक्यो अनि बाबाहरू चाहिँ यहाँ बसेर मस्त रोस्टमा खाँदैछ आमाले पनि खाइसक्नु भयो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल दिस मिस दिदी बोक्रा ब्याक विथ द न्यू भिडियो अनि आजको पक्नु ल एकैछिन आजको भ्लग चाहिँ एकदम सडनली बन्यो होइन मैले चाहिँ बनाउँदिनँ भन्ने सोचिरहेको थिएँ मलाई साँच्चै कस्तो पेट दुखिरहेको क्या अर्कै पेट दुखिरहेको क्या अनि त्यही भएर म त्यो बनाउने हालतमा थिइनँ तर अब जे भयो नि मेमोरी हुन्छ भनेर मैले चाहिँ बनाइहालेँ होइन क्यामेरा उठाइहालेँ अनि सुट गरिसकेँ अहिले चाहिँ हाम्रो टिका सिका सबै सकिसक्यो माइल बाबाहरू चाहिँ मामा घर गइसक्यो मतलब माइल मम्मीको माइती यही नजिकै छ अनि त्यहाँ गइसक्यो अनि त्यहाँ टिका लगाएर खाना खाएर त्यहीँ खाना खाइसिन्छ उहाँहरूले चाहिँ दसैँमा अनि त्यहाँ खाना खाएर अनि आइहाल्छिन्छ अनि हामी एकैछिन रेस्ट गर्छौँ कसक गर्छ मलाई कस्तो गाह्रो भिडियो जस्तो भइरहेको भमिट होला जस्तो भइरहेको मलाई अनि अब चाहिँ म चेन्ज गरेर एकैछिन हल्का रेस्ट गर्छु अनि भोलि चाहिँ हाम्रो बिरगञ्ज जाने प्लान छ अनि हल्का ठिक भयो भने चाहिँ जान्छु नभए चाहिँ नजान पनि सक्छु सकेर म चाहिँ जान्छु नै किनभने अब रमाइलो हुन्छ नि त होइन अनि तर अब हेरौँ के हुन्छ भनेर अनि अब चाहिँ म एकैछिन रेस्ट गर्छु मैले चाहिँ अलिक खानसाना खाँदिनँ बाबाहरूले चाहिँ खाँदैछ नि त मलाई एकदमै खाना मन छैन म बरु एकछिनमा खाना भन्छु सो अब म चेन्ज गरेर एकछिन रेस्ट गर्छु होइन चल भएको है पुरा हाम्रो खुट्टा ढोक्ने शान्ति बाबा खुट्टा ढोक्छिन्छ ल यसरी हो क्या ढोक्ने चाहिँ हाम्रो चाहिँ आजको दशमी यस्तै नै भयो होइन अनि बिचमा मलाई एकदमै सन्चो भएन मैले तपाईँहरूलाई अस्तिदेखि भन्दा चाहिँ मलाई पेट दुखिरहेको भनेर अनि आज चाहिँ मलाई एकदम पेट दुख्यो अनि त्यो एकैछिन मलाई त्यो भमिट होला जस्तो भयो त्यो मेरो पुरै त्यो हुन्छ नि निस्क्यो क्या अनि मलाई यस्तो रिलिफ भयो होइन अहिले चाहिँ मलाई हल्का माइल्ड पेन मात्रै छ अनि के अरे बाबु भिडियो बनाइरहेको छु क्या म एकछिन अनि त्यसपछि के अरे भोलि चाहिँ हामी अब बिरगञ्ज जान्छौँ बिहान 7 बजे निस्किनु भने प्याकिङ गर्ने भनेको हाम्रो हाफ लुगाहरू सुकेकै छैन किनभने काठमाडौँमा नो घाम आज हिजोदेखि नै नो घाम अनि त्यसैले गर्दा हाफ लुगा सुकाएन बाबु साह्रै हल्ला गर्छ क्या थ्याङ्क यू फर वाचिङ बाई गुड नाइट अब भोलि त हामी बिरगञ्ज जान्छौँ नो भ्लग त्यसपछि पनि खै भ्लग आउँछ मलाई थाहा छैन आइ एम जस्ट रेस्टिङ माई लाइफ इन बिरगञ्ज अनि आज चाहिँ हाम्रो घरमा यस्तो रमाइलो चाहिँ म देखाउँछु ल हाम्रो घरमा पहिलोचोटि माइलो बाबा बसेको छ मैले चाहिँ माइलो बाबा चाहिँ यहीँनिर ओछ्यान बाबाले लगाइदिएछ म चाहिँ भाउजूलाई पुऱ्याउनु गएको थिएँ यहाँ आमा सुत्नुहुन्छ अनि यो दुईजना यहाँ गन्जिर कच्चुको हालेर बसिरहेको छ माइलो बाबा गुड नाइट